नमस्ते सबैजनालाई। आज हामी एउटा हेल्थ क्याम्पिङ दाजुभाइहरू मिलेर गरौँ भनेर अनि म आफै डाक्टर भाइहरू हेल्थ स्टाफहरू सबजना इमर्जेन्सीको टिमहरू मुकेश भाइ सदेव भाइ छ अनि हाम्रो मनोज भाइ छ अनि अनुप भाइ छ अनि हामीहरू 5 जना मिलेर यसो फ्री हेल्थ क्याम्प चाहिँ गरौँ भनेर अनि जे जस्तो हामीसँग सहयोग भएछ त्यो मेडिसिनहरुको रूपमा अनि खानेकुराहरु यसो प्रोभाइड हामीले गर्यौं। यो चाहिँ हाम्रो चाहिँ फर्स्ट हेल्थ क्याम्पिङ हो। यो चाहिँ अस्ति हामीले जाँदाखेरि अब बेसिक निडहरु के रहेछ त्यहाँको विद्यार्थीहरुलाई उहाँहरुले खासमा पढ्ने भनेको यो अंग्रेजी मिडियम हैन संस्कृतको त्यो हुन्छ विद्यालय छ। अब संस्कृत विद्यालयमा त्यही संस्कृत पढाइ हुने अनि अलिअलि इंग्लिशहरु पनि छ, इंग्लिश नेपाली पनि उहाँहरुले पढ्नु पर्छ। अनि त्यहाँ जाँदाखेरि अब के छ उहाँसँग हेल्थ समस्याहरु कसैको दाँतमा इन्फेक्सन हुने, कसैलाई अब ज्वरो आउने अनि भाइरल फिभरहरु अहिलेको अब मौसम चाहिँ चेन्ज भएको कारणले त्यस्तो छ। अनि कोही अब त्यो लुतोहरु पनि आएको छ प्राय चाहिँ नानीहरुलाई हेर्दाखेरि तिनीहरुले अब हामीले सबै दाजुभाइहरु यसो पैसा अब के कति अलिअलि जम्मा गरेर अनि हामीले उनीहरुलाई निस्वार्थ रूपले सेवा गर्यौं। आज यो हाम्रो चाहिँ फर्स्ट हेल्थ क्याम्पिङ रहेको थियो। राम्रो अनुभव पनि भयो, खुसी लाग्यो। ल धन्यवाद भिडियो हेरिदिनु भएकोमा। हैन हो भगवानको मैले मूर्तिको नाम हुन्छ नि के छ? लक्ष्मी नारायण। यहाँ चाहिँ आज लक्ष्मी नारायण मन्दिरको यहाँ भाइहरु छ, स्टुडेन्टहरु सबै पढ्ने संस्कृत स्कुल हैन यो? संस्कृत स्कुल छ। अस्ति आए थिए हामीहरु भेटघाट गर्न। यसो हेर्दाखेरि हामीले आज जनरल हेल्थ चेकअप गर्न आएको भाइहरुलाई जे हामीसँग सहयोग भयो थियो हाम्रो डाक्टर साहेबहरु मिलेर अनुप भाइ, मनोज भाइ, यता मुकेश भाइ है गुरुजीहरुसँग अस्ति भेटे थिए। सबैजनालाई यस्तो समस्या छ के छ अनि जे हामीसँग हेल्प भएछ हामी यसो आयौं निस्वार्थ रूपले अनि जे हामीसँग भयो हामीले हेल्प गर्यौं। पछि पनि हामी आएर भाइहरुलाई चाहिँ भेटघाट गर्छौं। चिन्छ ल हैन भाइहरुले? ल यो चाहिँ घाँटीभन्दा मुनि लगाउनु, यो चाहिँ राति एउटा खानु ल।